जाँदैन यो ठाउँमा सक्दिन नेपालको झन्डा अरे बोठा फाल्दिनु नि गोदीमा बोक्छन् अनि चौगा हुन्छन् क्या आफूले बोक्नु पाएन चाहिँदैन अब बाबादेखि को कान्छीको दिदी हो त्यो चाहिँ तल झर्छ क्या अन्य मान्छे विभिन्न किसिमको के भाषाको भाषा हो यसलाई चाहिँ केही गर्न सकेन तपाईहरुको अधिकार छ मैले हुकुम दिएपछि तपाईहरु कुनै बाधा बिधा पर्दैन है तेरो बाबु भन्नु ओइ नबोल दवाई के हुन्छ तपाईहरुले मैले हुकुम दिएपछि मैले मेरो अधिकार समयमा तपाईहरुले यसलाई लगेर अझै पाहुनाले चिन्नु पर्यो नि पाउँछरा लडाइँ फोटो गर्नु टेकडलाई मस्कारा जाँदैन यो ठाउँमा सक्दिन नेपालको झन्डा अरे बोठा फाल्दिनु नि तपाईले एकचोटि सम्झाउनु है बहिनी है अझै पनि यदि सम्झ्यो भने सम्झ्यो भने तपाईले तारिख झाएर पनि दोरा धेरै तारिख झाग्ने फेरि तारिख बनाउनु पर्छ एकदम नै हो नि तपाईँ एउटा समस्या हो बनाउला हाल गोदीमा अनि गोलीमा हालेर पुगेन के होइन ऊ रक्स के अरे जाँड थियो जाँड हाम्रो भाइलाई उता लान्छौँ भाइ भाइ यसका म गए पो तर यहाँ बोडार्छु जाँड चार गाँस खानु त हो नि हाम्रोमा जानुपर्छ भाइलाई हाम्रोमा लानुपर्छ अनि लगेर ड्रममै मुन्टो बनाएर उठ्के ऊ रोलो लडी गइस् भने अनि म जान्दिनँ तपाईहरुको अधिकार छ पिउनु छ नि तपाईहरुको ओडामा बसेर पिउनु छ नि अर्कोले उता हो त्यसै जानु न हौ बुवा कस्तो